हेलो गाइस हामीहरू चाहिँ निक्लिसकेका छौँ हाम्रो रुमबाट अनि देन म चाहिँ फेरि बाहिर चाहिँ काले राति छ त यार फ्ल्यास लाइट पोल्यो सो अहिले चाहिँ बजिरहेको छ 5 अनि म चाहिँ हामीहरू चाहिँ कल्चरल ड्रेस लाउने भनेर कल्चरल ड्रेस लाएर हिँड्छौँ बाटो पुरै कालो छ अँधारो त्यताबाट छिर्नु पर्ने अनि अहिले चाहिँ बिहानको बजिरहेको छ 5 बाटो देख्दैन यार अगाडिपट्टि फर्कम अनि यही हो हामी बसेको अब यसलाई चाहिँ कुरी भिलेज कि समथिङ त्यही हो ठाउँको नाम चाहिँ कुरी नै सुन्दाले हेर्छ त्यो मात्रै हो चरीकोट दोलखा ओके चरीकोट हिँड्दैछौँ अनि म चाहिँ अहिले फुल यो मास्क पनि लगाएर हिँड्दैछु किनभने लास्टै जाडो छ मेरो आवाज सुनिराख्नु भयो होला है यसरी हात राख्ने भने हात लास्टै रोएर छ अनि यहाँ अहिले नै चाहिँ भ्यू आउँदैन त्यो भएर तपाईँहरू देखाउन पनि चाहिएन किनभने सबै कालो छ फर्किनेहरूमा चाहिँ देखाउँछु हाम्रो बसेको होटल त्यही हामीहरू चाहिँ केबल कार चढेर जानु मिल्दो रहेछ हिँड्ने मान्छे चाहिँ हिँडेर जान्छन् केबल कारबाट चाहिँ केबल कार मतलब हिँड्न नसक्नेलाई चाहिँ केबल कार हाम्रो के भन्छ राइड ट्रिपको साथीहरू चाहिँ अघि नै हिँडिसक्नु हामी चाहिँ हाफ एन आवर ढिलो भयो तयार हुँदैछु त म त्यस्तो बित्नु भएन लुङ्गी लगाएँ अनि देन हिँड्दै मेरो आवाज सुन्नु होला है अनि यहाँतिर चाहिँ यस्तो पसलहरू रहेछ है भ्लग त बनिरह होला नि है म त भ्लग चाहिँ बनिरह होला हामीहरू चाहिँ यहाँसम्म आइपुग्यौँ भने यहाँ चाहिँ स्टलहरू लाग्दो रहेछ अलिअलि मात्रै 2-3वटा अनि यहीँबाट पूजाको सामानहरू किनेर हामी चाहिँ माथितिर लाग्नुपर्ने रहेछ सो त्यही हो राम्रै छ मजा आइरहेछ लासे चिसो बाफ देखिन सक्नुहुन्छ अनि झन् बिहान टोइलेट गर्दा पनि भगवान्को लागि चाहिँ पनि कुरान छ भने यस्तो तर अहिले चाहिँ के भ्यू देखेको छैन बट अहिले हामी फर्किँदा चाहिँ 8-9 बजे हुन्छ नि त सो हुन्छ सो अब यहाँ पूजाको सामानहरू किन्दै हुन्छ मामुहरूले मेरो कामै भ्लग बनाउने हो क्या अनि तपाईँहरूलाई नि देखाऊँ भनेर हजुर म आउँदैन काट्नु मार्क्समा अड्क्यो फेरि हेत्तेरिका मलाई यस्तै हुन्छ क्या भना के गर्ने ल म चाहिँ हिँड्दै गर्नु पर्ला अनि आजको भ्लग चाहिँ कालिम्पोङको हो हिजोको भ्लग हेरिहाल्नुभयो होला सैलुङ काठमाडौँ टु सैलुङ भनौँ अनि हामी बिचमा चाहिँ दोलखा भीमसेन पनि गयौँ अनि कस्तो अर्क्यो भनेको अर्कोस् अनि आज चाहिँ बुलाकी पनि लाग्छु अनि देन म अलिअलि आइनालर अनि देन कल्चरल ड्रेस तामाङ ड्रेस नाइस अनि अब चाहिँ मजाले भ्लग बनाउने छु अनि कस्तो हुन्छ त अनि तपाईँहरूलाई नि जान्न मन छ एक्सपिरियन्स जान्न मन छ अनि के हुन्छ भनेर गर्नु मन छ नि वाच टिल एन्ड है अनि मबाट यति भाव निक्लिरहेको जाडो चाहिँ लास्ट साह्रो छ ज्याकेटहरू लिएर आउनु होला सैलुङमा चाहिँ त्यति जाडो हुँदैन रहेछ हामी त्यति बिहान पुगेनौँ न त त्यही भएर त्यति जाडो भएको थिएन अनि हाम्रो प्यारो कालो भाइ पनि हिजो दामी नाच्यो ल पछाडि ताबाग ब्रो ओके
भन्नाले यो सेल्फी स्टिक चाहिँ ल्याएछौँ हामीले ओके मजाले क्याच गर ल फोनलाई सो अब चाहिँ हामी माथितिर हिँड्छौँ अनि माथि लुङदार भन्छ है यस्तोलाई दामी देखिरहेछ जनाउन भएको अनि किनिरहेको छु अनि अलि 5 मिनट्सको बाटो अनि केबल कार चढेपछि नि हिँड्नुपर्छ भनेर मैले चाहिँ बुट लगाएको छु कालिम्चोक चाहिँ कुरी भन्ने ठाउँमा आइपुगेको छौँ अघि नै भनेको के कुराहरू छ यसले भन्नुभयो त्यही भएर मैले प्रुफ देखाइदिएँ लोकेसनको मुखबाट भाग निक्लिरहेको अहिले बिहान 5 बज्यो ठ्याक्कै बज्यो अनि हामी चाहिँ म चाहिँ 4:30मा उठेको 2 बजे उठेको अनि राति आउँदा त्यस्तै जाडो बिहान जाँदा त्यस्तै जाडो टुक्कै जाडो त्यही हो लुङदारहरू चाहिँ नाम्ला रहेछ अनि यो गेट पछि चाहिँ पूजा सामानहरू पाउँदैन अरे त्यसैले हामी तलैबाट लिएर आइसक्यौँ अनि टिकट काट्ने चाहिँ यहाँ रहेछ So we are going अनि पुरै कालो छ अहिले पनि हामी बसेको सिटी प्लेस भनौँ त्यता हो अनि बिहान चाहिँ दामी भ्यू आउँछ जस्ताहरूको कलर म्याचिङ गर्नुभएको रहेछ यही हो टिकट गर्ने ठाउँ चाहिँ आएको छ Oi. Line for cable car. केबल कारको सुविधा चाहिँ 2टा केबल कार रहेछ आउने 2टा जाने 2टा यही हो यो चाहिँ सैलुङ हो सैलुङ दोलखा जुन हामी हिजो गएको थियौँ सैलुङ अनि यो चाहिँ कहाँ हो दुधकन्द अरे दुधकन्द वस्ता छो पाताल ओके अब चाहिँ हामी जाँदैछौँ कालिम्चोक मन्दिर जुन चाहिँ त्यतापट्टि स्थल छ अनि हामीहरू चाहिँ अहिले चाहिँ केबल कारको लागि त्यो चिसो चाहिँ दामी चिसो छ तर एकचोटि भिजिट चाहिँ गर्नुपर्ने हुन्छ अब हेर्दै जाऊँ के हुन्छ है त बाई So we are waiting for cable car यहाँ एउटा रहेछ तर आएपछि चाहिँ जाने होला यो सो त्यही हो 2टा आउने 2टा जाने रहेछ
मिलाएर बस्नु तपाईँहरू चाहिँ एउटामा यसको ब्लग हाल्नु पर्यो खोइ के हो यार ल टर्च लाइट पनि यति मात्र भयो सो हामी चाहिँ हिँडिरहेछौँ अनि अहिले चाहिँ केही पनि देख्नुहुन्न मैले इभन देखाएको छैन तपाईँहरू के देख्ने सो केबल कारको चाहिँ 5 मिनट्स रहेछ अनि त्यो पछि नि हिँड्नुपर्ने रहेछ उयो चट्टानको माथि तपाईँहरू देख्नुहुन्न अहिले पछि देखाउँछु सो त्यही हो अब चाहिँ जानु लाग्यो अनि गएपछि बनाउने छु ल किनभने अहिले केही पनि देख्नुहुन्न तपाईँहरूले ओह मन्दिर जाने बाटो ओके त्रिशुल यति हो अहिले अहिले पछि अब 6:30 बजेपछि चाहिँ देख्न थाल्छ अरे भ्यूहरू सो त्यतिखेर चाहिँ सनराइज देखाउने छु अनि हावा अस्ति चल्दैन छ ओके अब यो केही पनि देख्नुहुन्न अहिले पछि देखाउँछु ल तारा त देखिँदैन रहेछ तारा इज नट लुकिङ इज नट seeing from here ओए चट्टान त दामी छ त यार यहाँबाट भ्यू चाहिँ दामी आइरहेछ यार अहिले ताराहरू टल्किरहेछ अभि म त लड्छु यार कहाँ फुट्यो नि Thank you, Dadu. हामी चाहिँ आइसकेको छौँ गाइज अनि भ्यू देख्न नि स्टार्ट भइसकेको छ ब्रेक कुहिरो लगाइरहेछ पछाडि देख्न सक्नुहुनेछ कस्तो दामी देखिरहेछ है इज दिस रियल हेरेर अनि देख्न सक्नुहुन्छ पछाडि भ्यू अनि भ्यू पनि खिचिहाले अझै लाइट आएपछि झन् राम्रो देखिन्छ हिमालहरू देख्न स्टार्ट भइसकेको छ अनि यो सनराइज हुनेमा एल्लो लाइट आएको कस्तो दामी देखिरहेछ अनि लिटरली तल बादलभन्दा माथि छौँ हामी अनि पछाडि चाहिँ देख्न सक्नुहुन्छ मन्दिर अब मन्दिर पनि यहाँ चाहिँ आगो ताप्ने व्यवस्था पनि रहेछ आगो ताप्ने मतलब आगो ताप्ने त होइन है कालिम्चोक कस्तो आगो चल्दैछ यार एकछिन जय कालीमा हजुर एकछिन लामा हिमाल खिचिरा हो यहाँबाट हिमाल खिच्नु देख्न सक्नुहुन्छ सबै हिमालहरू मतलब 4 मा चाहिँ ठिक होला
छोरी दुईटा थाप यहाँ हेर न भने बाह्र बजी पूजा छुमा आउनु डर लाग्यो ल तपाईँलाई मैले ठाउँ बनाइदिन्छु यहाँनिर आउनु त आउनु न अब चाहिँ हामी तल फर्किन लागेको अनि माथि चढेर 2-3 घन्टा भइसक्यो हामीहरूलाई अनि लास्टै हात पनि फिलै नहुने जस्तो भइसक्यो अनि यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ अनि हामी बसेको चाहिँ ऊ त्यो हो जुन चाहिँ दामी नै देखिरहेको छ अहिले नै अनि हामी चाहिँ बादलको माथि छ ओए कस्तो राम्रो आएको अनि उता माथिपट्टि चाहिँ मन्दिर छ अघि देखाइहालेँ अब चाहिँ फर्किनु पर्ने हुन्छ 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 हिँड्नु न ल एकछिन हावा चाहिँ अति नै लागिरहेछ अति नै अति हो 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 बल्ल अघि चाहिँ पुरै आउने खेलमा हामी अघि नआउने खेलमा चाहिँ पुरै कालो थियो अहिले चाहिँ भइसक्यो रहेछ हात गयो क्या झिसो भइरहेछ हात त अब हामी केबल कारबाटै फर्किन्छौँ हिँडेर सक्दैनौँ चढ्नु पर्ने यार ओए सनराइज आएछ है त ल 1 2 3 हिँड्ने हो गाइज हिँड्ने कि नहिँड्ने ल 1 2 3 घाम खतरा आइरहेछ अनि घाम आउने बित्तिमै भ्यू त कुरै नगरौँ भ्यूको त चिर फार्के राखिदिया है अनि बादल पनि ल अब चाहिँ हामी तल जान आएको है त गाइज चाहिँ हामी रिटर्न पनि भइसकेको छौँ मतलब केबल कार अब चढ्ने चाहिँ केबल कार चढ्ने ठाउँमा आइपुगिसकेको छौँ अनि त्यही हो चढ्न चाहिँ अलिकति माथि चढ्नु पर्दो रहेछ केबल कारबाट आएपछि पनि 10-15 मिनट्स हिँड्नुपर्ने रहेछ अनि हामी चाहिँ चाँडै फर्केको अब तल गएपछि भेटौँ चाहिँ तल झरिसकेको छ केबल कार झर्ने बाटोमा नि आइसकेको छ अनि भ्यू बबाल आइसक्यो अनि हाम्रो केबल कार चाहिँ आइसक्यो रे ठ्याक्कै 8 जना हाम्रो मेट्स के भन्छ केबल कार मेट्स ला मलाई कुदिराख्नु भएको छ एकदम कति लिनु सोधौँ
आयो कि के हो यस्तो हुन्छ कि यहाँ चाहिँ के न के बिग्रिन्छ कि यहाँ यसमा चाहिँ भोइस कभर राख्ने होइन चिसोले गीत बज्यो भने चाहिँ तातिँदै हुन्छ अनि आउँछ मोबाइल हिजो बेलुका जति बिहान बाँकी भएको चार्ज गर्छ भने त पहिला 1 नर्मल टेम्परेचरमा आउँथ्यो अनि मात्र चार्ज हुन्छ चिसोले हो कि बाइकहरू ऊ तलै छ बस यहाँ माथि छ तपाईँ पनि हावा कुरो नगर्नु न भाइ बस यहाँ माथि छ बाइक ऊ तल छ रेस्ट गरेर छ म मास्तिर आउनु खोज्छ चिप्लेर तलतिर छ मिसाएर खानु बच्चाहरू देख्छु बच्चाहरूले गुड खाइरहेको आकाश चाहिँ कुनलाई भनेको तिमीले हामी खरी ढुङ्गा भन्ने ठाउँमा फोटोहरू खिच्नलाई बोलेको छौँ भ्यू चाहिँ यस्तो छ जुत्ताको हालत हेर टाढै टाढो मलाई त्यहाँ नुडल्स खानु भनेर भाइ के छ जस्तो खतरा रहेछ यार बाटो त अनि त्यतापट्टि चाहिँ मोटो भ्लगर्सहरू हुँदो रहेछ दामी छ यार दामी 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 ए सबै देख्नुहोस् हेर्नुहोस् यता चाहिँ अलिअलि घाम ल्याइरहेको रहेछ अनि बाटोमा आउँदा अस्ति नै स्नोफल भएको अलिअलि स्नोहरू चाहिँ बाँकी रहेछ नाइस अनि हाम्रो गाडी चाहिँ त्यो स्कर्पियो कफीहरू पनि पाउँदो रहेछ म कफी खान्छु के खानु तपाईँ घाटो त लाग्दैन नि कफी बनाएंगे कफी खा गए